कठ्याङ्ग्रिदो चिसोमा हात निकाल्न मन नहुँदै पनि यो सुन्दर हिम श्रृङ्खलाले मेरो त्यो चाहनालाई रोक्न सकिन र भिडियो बनाउन बाध्य भए। आजको सुरुवात यही हिम श्रृङ्खला हेर्दै हुनेछ। आजको यात्रा हाम्रो चिलिमेसम्मको रहनेछ रसुवाको, र त्यसको लागि हामीले झोर टोखाको बाटो हिँड्ने निर्णय गर्यौँ अन्तिममा आएर, र त्यहाँ पुगेपछिको पहिलो फोटो तथा भिडियो त्यहाँ बनाउने जमर्को गरेर अगाडि बढ्यौँ। त्यसको केही छिनमा रमणीय हिम श्रृङ्खला हेर्दै हामीले बिहानको कफी खाने निर्णय गऱ्यौँ र ढलान घर भन्ने ठाउँमा फेरि रोकियौँ। चारैवटा हेर्न राखेर चट्ट पछाडिको हिमाल निकालेर खिचौँ न हेर्नु। शुद्ध पहाडदेखि नेपालको झन्डा आशिकाले यस्तो गन्तव्य टाढा थियो, मन नहुँदै पनि त्यो सुन्दर हिम श्रृङ्खलालाई छोडेर अगाडि बढ्नुपर्ने थियो। त्यसैले हामी यो सुन्दर हिम श्रृङ्खला हेर्दै र कफी खाँदै 1 घन्टा बितेको पत्तै भएन, र हामी फेरि बिस्तारै अघि बढ्ने जमर्को गयौँ। यात्रा अगाडि के बढेको मात्रै थियो। लगभग 5-10 मिनटपछि फेरि नमस्ते झरना देखियो र हामी त्यहाँ बसेर त्यहाँको मनोरम दृश्यमा हराउन थाल्यौँ। यस टोखाको झोर हुँदै यात्रा गर्दाखेरि प्राय खोल्सै पिच्छे झरना भेट्न सकिन्थ्यो, र हामी समय सान्दर्भिक गफ गर्दै अगाडि बढिरहेका थियौँ। चिसो निकै थियो, त्यसैले हामी केही बेर समय सान्दर्भिक गफमै लाग्यौँ र जङ्गल, खोल्सै पछि देखिने झरना र हिमाललाई हेर्दै अगाडि बढिरहेका थियौँ। केही घन्टाको यात्रा गरेपछि बिहानको नास्ता गर्ने निर्णय गर्यौँ, र हामीले हेर्दै जाँदाखेरि ढिकुरे बजार भन्ने ठाउँमा नास्ता गर्ने निर्णय गर्यौँ, र त्यहाँ गएर तातो परौठा र झोल तरकारी खान थाल्यौँ। देखा आपने लापरवाही का नतीजा है। नहीं रुक, कहाँ से आते? बिहानको नास्ता सकेर हामी ढिकुरे बजारबाट अगाडितर्फ लाग्यौँ, र अत्याधिक चिसो थियो। बेसी भएको कारणले गर्दाखेरि त्यहाँनिर हुस्सो एकदम बाक्लो लाग्ने रहेछ। 10-11 नबजिकन त्यहाँ घाम देख्नै नपाइने रहेछ, र हामी बिस्तारै अगाडि बढिरहेका थियौँ।
नास्ता गरेर निस्केको 10-15 मिनटमै हामी बिदुर पुग्यौँ र त्यहाँ बाटोको कारणले नुवाकोट दरबारबाट केही पनि नदेखिने जस्तो हामीले बुझेर हामी त्यहाँबाट अगाडि बढ्यौँ र बेत्रावती पुगुन्जेलसम्म एकदमै बाक्लो हुस्सु लागेको थियो। हात पनि बाहिर निकाल्न मन नभएको कारणले गर्दाखेरि बेत्रावती कटेपछि मात्र भिडियो बनाउन भनेर थाल्यौँ। त्यता गएपछि मजाको घाम लागिरहेको थियो। साँघुरो बाटो भएको कारणले गर्दा हामी बिस्तारै अगाडि बढिरहेका थियौँ र लगभग 11 बज्न लागेको समयमा हामी कालिका स्थान भन्ने ठाउँमा पुग्यौँ। त्यहाँ एउटा चेकपोस्ट पनि रहेछ र त्यहाँ इन्ट्री गराइवरी त्यहाँको कालिका मन्दिर एकचोटि दर्शन गरेर अगाडि बढ्ने निर्णय गर्यौँ। उकालो चढेर आउँदैछौँ हामी। के मन्दिर हो यो? ओ हिमाल पनि देखाएको छ त्यहाँनिर। केही बेर विश्राम गरी त्यहाँबाट देखिएको सुन्दर हिमाल हेर्दै र केही थान फोटो खिच्दै हामी त्यहाँबाट धुन्चेतर्फ अगाडि बढ्ने जमर्को गऱ्यौँ। बाटोमा जाँदै गर्दा तल बेत्रावती बजार थोरै देख्न सकिन्थ्यो र हामी बिस्तारै अगाडि बढिरहेका थियौँ। हिमालसँग लुकामारी खेल्दै हामी साँघुरो त्यो बाटोमा अगाडि बढिरहेका थियौँ। बेला बेलामा लुक्ने, बेला बेलामा देखिने गरिरहेको थियो। वातावरण एकदम रमणीय थियो। धेरै पछि घुम्न निस्केर होदा एकदम मनै फुरुङ्ग भइरहेको थियो र मौसम पनि एकदम सफा, काम लाग्दो र न्यानो भएको थियो। सुन्तला ब्रेक हो है यो चाहिँ। यहाँबाट थोरै हिमाल देखिन्छ। के हो यो? कम्पोस्ट हुन्छ अरे नि त्यही। सुन्तला हो? यस सुन्तला, यस लोकल अर्ग्यानिक घरकै नकुन्नेको अर्ग्यानिक लोकल सुन्तला। सुन्तलाको गेडोको भाग्य पनि रसुमा आएर थुकिने। यहाँ नि खतरा मेहनत गरेर बाटोको बनाएका छन् त यहाँ। ओ हेर्दै डर लाग्दा। बाटोका बारेमा विभिन्न टिका टिप्पणी राख्दै पहाडको बिचबाट गरिएको त्यो साँघुरो ढलान बाटोमा हामी दाजुभाइ गफिँदै अगाडि बढिरहेका थियौँ।
मैले पहिले नै एकचोटि यात्रा गरिसकेको हुनाले यहाँ यस्तो थियो त्यहाँ त्यस्तो थियो भन्ने गफ गर्दै हामी बिस्तारै बिस्तारै त्यो न्यानो न्यानो पारिलो घाममा अगाडि बढिरहेका थियौँ। तल खोजमा रहेको त्रिशुली नदीलाई धेरै माथिबाट निहाल्दै हामी अगाडि बढिरहेका थियौँ। फर्किँदाखेरि त्रिशुलीको किनार हुँदै मैलुङ झरना हुँदै फर्किने भन्ने गफ गर्दै हामी दाजुभाइ अगाडि बढिरहेका थियौँ। गाडीका स्थानबाट चाहिँ बाटो अलिअलि उकालो र तेर्सो हुँदै हुँदै हामी अगाडि बढिरह्यौँ। करिब 1 घन्टा हिँडेपछि अब एकदम रमणीय दृश्यको लागि हामी फोटो तथा भिडियो खिच्नलाई विश्राम गर्ने निर्णय लियौँ। सायद आज हिमाल पनि निकै रमाएको थियो। हामी आउँछौँ भन्ने खबर थाहा पाएर हो कि के हो, अरू दिनभन्दा आज निकै नै सुन्दर र चम्किलो देखिएको थियो। हिमाल पनि जति जति अगाडि बढ्दै गयो त्यति त्यति नजिक 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 देखिँदै थियो। Ooh, look at the view, man, God. दाइ आउनु तपाईँ फेरि पनि ल त्यसको डान्स हेरेर गर्नुपर्छ त्यहाँ होइन 1 2 के कस्तो एमएमएमा गर्छ नि होइन के अरे के भन्छ त्यसलाई युएफसीमा गर्छ त यस्तो 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 गर्छ त सुशील पुग्यो बोका ब्याग बोका चेकिङ गन्तव्य अझै पनि टाढै थियो। मन नहुँदा नहुँदै पनि रमाइलो गरेर फोटो भिडियो खिच्दै हामीले करिब 1 घन्टा जस्तै त्यस ठाउँमा बिताएछौँ र हामी केही किलोमिटर अगाडि धमाधम बाटोको ड्रेन बनाउने काम भइरहेको थियो। बाटोमा प्रशस्तै छहरा र छाङ्गा देख्न सकिन्थ्यो। यसरी सबैको फोटो खिच्दै रोकिँदै जाने हो भनेदेखि त एक दिनमा पनि पुग्न गाह्रो हुने थियो। त्यही भएर छोटो छोटो विश्राम लिँदै क्यामेरामा थोरै थोरै बाटोमा जाँदै गर्दा अलि नौला र हाँसउठ्दा नामहरू देखेर हामी केही बेर हाँस्दै हाँस्दै अगाडि बढ्दै थियौँ। लाङटाङ राष्ट्रिय निकुञ्ज प्रवेशद्वार अगाडि एउटा भिडियो बनाएर हामी धुन्चेतर्फ लाग्यौँ। केही बेरमा हामी धुन्चे बजार पुग्यौँ र खाना खानको लागि स्याफ्रुबेसीमा गएर खाना खाने भन्ने सल्लाह गर्दै हामी त्यहाँबाट अगाडि बढ्यौँ।
अन्त रोकेर हेरौँ कारिगर रोक्ने कारिगर रोक्नु भन्ने त्यो चाहिँ गोसाइकुण्डबाट आएको खोला गाडी कुदाउनु पानी हेर्नु न क्या हरियो क्लियर गोसाइकुण्डबाट आएको खोला हो गोसाइकुण्डदेखि खोलामा एकैछिन विश्राम गरेर यस्तो यस्तो भ्यू हेर्न चाहिँ घरमा बसेर देखिँदैन घरबाट निस्किनु पर्ने हुन्छ ल टाढा छ मैले चाहिँ एकदम विभिन्न झरनाहरू जुम गरेको देख्न सकिन्थे त्रिशुली त्रिशुली पृथ्वी हो यो अँ यहाँबाट झर्ना जानु पर्छ बुढाले 12 घन्टाको तलबाट कति 6 घन्टा जतिको राइड पछि बस्दै 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 स्याप्रु आइपुग्यो मेबी त्यो बाटो हुन नि सक्छ हामी हिँड्दै जाने त्यहाँको ओ नमस्ते खाना खान लाग्यौँ हामीहरू के हो कपाल त मरद भएछ नि म्याउ भनिदेऊ म्याउ भन यता यता सुशीला गयो कि त्यहाँ स्याफ्रु पुगेर खाना खाइसक्दा करिब 3 बजेको थियो र हामी त्यहाँबाट अब उकालो लाग्नुपर्ने थियो